आज बिउजिनुभयो, कुनै एक दिन यस्तो आउनेछ तपाईँ बिउजिनै सक्नुहुन्न। तसर्थ धन्यवाद प्रकट गर्नुहोस् यो ब्रह्माण्डलाई र आजको दिन उत्तम बनाउने योजना गर्नुहोस्। तपाईँभित्र असीमित क्षमता छ। त्यो क्षमतालाई बढाउनको लागि बस्नुहोस्, एकान्तमा चिन्तन गर्नुहोस्। आजको बिहानको सूर्योदयले बोकेर ल्याएको सुन्दर किरण जस्तै तपाईँको जीवन पनि सुन्दर छ। सकारात्मक कुराहरू सोच्नुहोस्, सम्पूर्णलाई माफी दिनुहोस्, सम्पूर्णसँग क्षमा माग्नुहोस्। एउटा नयाँ जन्म भए जस्तै अब नयाँ कार्य गर्नको लागि अगाडि सर्नुहोस्। तपाईँ एक्लो हुनुहुन्न, सकारात्मक मनका मानिसहरू छन्। यो ईश्वर र अस्तित्व छ र तपाईँ आफू हिँडेको बाटोमा अरूलाई प्रेरणा छोड्न चाहनुहुन्छ भनेदेखि आज एउटा मात्र भए पनि निस्वार्थ काम गर्ने सङ्कल्प गर्नुहोस्। अरूको सेवा, कल्याण तथा अरूको उदार भावनाको कदर गर्नेतर्फ लाग्नुहोस्। बिहानीलाई सुन्दर बनाउन आरोग्यताको लागि यौगिक अभ्यासमा जुट्नुहोस्। लेखन शैली विस्तार गर्न केही सकारात्मक शब्दहरू, लाइनहरू लेख्नुहोस्। त्यस्तै गरेर मुसुक्क मुस्कुराउँदै परिवारका सदस्यहरूलाई शिष्टाचार, अत्यन्त आग्रह र एकदमै आत्मसम्मानका साथ उहाँहरूलाई अँगालोमा लिनुहोस्। त्यसपछि बिस्तारै तपाईँ बाहिरको संसारमा निस्किनुहोस् र बाहिर जहाँ पुग्नुहुन्छ पहिलो कुरा सुन्नुहोस् अरूको, अनि मात्र सुनाउनुहोस्। यहाँ सुन्नेहरूको कमी छ संसारमा।